ल साथीहरु, आज हामी बर्दघाट नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर 12 को भटौली भन्ने ठाउँमा छौं। यहाँ चाहिँ कजरिया टाइल उद्योग एउटा ठुलो टाइल उद्योग छ। त्यो टाइल उद्योगमा केही दुर्घटनाहरू भएको हामीलाई जानकारी आएको छ र यसो हेर्नको लागि यहाँको स्थलगत रिपोर्ट गर्नको लागि आएको छौं। हेर्न सक्नुहुन्छ, म तपाईहरुलाई देखाउँछु। यहाँ कजरिया टाइल कम्पनी भित्रको प्राङ्गणमा छौं। हामी अब सुरक्षाको कारणले भित्र पस्न अलि नपाएको हुनाले हामी यहाँ बाहिरबाट रिपोर्टिङ गरिरहेको छौं। हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ ग्यास लिक भएर 2 जना व्यक्तिहरुको मृत्यु भएको जानकारी आएको छ र भित्र हामीलाई जाने एलाउड नभएको हुनाले हामीले यही बाहिर बसेर रिपोर्टिङहरु गरिरहेको छौं। देख्न सक्नुहुन्छ, कम्पनी यो बहुतै ठुलो कम्पनी छ। हाम्रो बर्दघाट नगरपालिका भित्र एकदम ठुलो कम्पनी हो कजरिया टाइल उद्योग। यो टाइल उद्योगमा चाहिँ भित्र केही दुर्घटना भएको छ, ग्यास लिक भएको छ भन्ने जानकारी आएको छ हामीलाई र त्यो ग्यास लिकको कारणले 2 जना व्यक्तिहरुको निधन भएको छ रे भन्ने आएको छ र को मान्छे कहाँको के हो भनेर जानकारी चाहिँ पुरा खुलेर आएको छैन। हेर्न सक्नुहुन्छ, यदि त्यो जानकारीहरु आयो भने हामी तपाईहरुलाई जानकारी गराउनेछौं। यहाँ धेरै यहाँका लोकल व्यक्तिहरु आएर यहाँको जायजा लिइराख्नु भएको छ, हेरिराख्नु भएको छ। यहाँ हेर्न सक्नुहुन्छ, धेरै मान्छेहरुको आवत जावत चलिरहेको छ र मान्छेहरु बाहिरैबाट बसेर हेरिरहेको छन्। भित्र हामीलाई सुरक्षा विभागले जान एलाउड गरेको छैन। यो ठुलो कम्पनी हो कजरिया कम्पनी। यहाँ चाहिँ मान्छेहरुको मृत्यु भइसकेको छ भन्ने सुन्नमा आएको छ। केही ग्यास लिकको कारणले व्यक्तिहरुको मृत्यु भएको छ रे। यो एकदमै दुःखद घटना हो। अब यो कम्पनीको कुन विभागको के गल्ती भयो हैन, सुरक्षा मान्छेको जीवनको सुरक्षा नहुने हिसाबले त्यसरी काम गर्नु भनेको अब कसको गल्तीले के भएको त्यो जानकारी भएन, तर त्यस्तो हुन्थेन। हेर्न सक्नुहुन्छ, यहाँदेखि टाढैदेखि म तपाईहरुलाई देखाउँछु जुम गरेर। यहाँ धेरै मान्छेहरु यही बस्नु भएको छ। यहाँ 2 जना व्यक्तिहरुको मृत्यु भएको जानकारी आएको छ है त। अब यहाँ चाहिँ मुख्य कारण ग्यास लिकको कारणले यस्तो भएको भन्ने हामीलाई चाहिँ सूचना आएको छ। अब त्यस्तो ग्यास लिक भएर मान्छेको व्यक्तिहरुको मृत्यु हुँदा बेरसम्म पनि अलि यहाँको प्रशासनहरुबाट कम्पनीको व्यवस्थापन प्रशासनहरुबाट अलि केही कमजोरी भएकै हो जस्तो हामीलाई लागिरहेको छ, तर पूर्ण जानकारी चाहिँ हामीले छैन। यसको विषयमा केही यहाँका प्रशासकीय व्यक्तिहरुसँग कुरा गर्न पाएर जानकारी लिन पाए चाहिँ हामी तपाईहरुलाई जानकारी दिनेछौं। हेर्नु होला। र सबै जति पनि यस्तै ठुलठुला कम्पनीहरुमा काम गर्ने साथीभाइहरु हुनुहुन्छ, उहाँहरुले चाहिँ आफ्नो सेफ्टीको चाहिँ एकदमै ख्याल गर्नुपर्ने हुन्छ, किनकि कुन बेला कुन दुर्घटना हुन्छ कसैले थाहा हुँदैन। आफ्नो जीवनको आफ्नो परिवारको लागि पनि सेफ्टीहरु चाहिँ एकदमै अपनाउनु पर्ने देखिन्छ है त। यहाँ हाम्रो साथीहरु पनि आइसक्नु भएको छ। हेर्न सक्नुहुन्छ, यहाँ दुर्घटना भएको भन्ने हामीलाई जानकारी आएको छ। यस्तो दुर्घटनाहरू नहोस् भन्ने चाहनाले चाहिँ हामीले चाहिँ अब काम गर्ने जति पनि साथीहरु हुनुहुन्छ उहाँहरुले चाहिँ सेफ्टीले एकदमै ध्यान पुर्याएर सेफ्टीको उसुरुमा मापदण्डमा खटिएर सेफ्टीले एकदमै ख्याल गरेर कामहरु गर्नुपर्ने देखिन्छ, ताकि पछि गएर यस्तो दुर्घटनाहरू भएर कसैको ज्यान नजाओस्। गरी खान आएका जति पनि साथीभाइ दाजुभाइहरु यहाँका लोकल साथीहरु छन्, धनेवा दबिल्ला भटौली एरियाका हैन, धेरै साथीहरु छन्। अब उहाँहरुले यहाँ काम त गर्नुहुन्छ, तर सुरक्षाको चाहिँ अलि व्यवस्था ठीक नभएको कारणले, सुरक्षा राम्रो नभएको कारणले अथवा कुनै केही गल्ती भएको कारणले यस्तो भएको हो भन्ने सुन्नमा आएको छ। यो चीजहरुलाई हामीले न्यूनीकरण गरेर हामीले सावधानी अपनाएर यो चीजहरुबाट बाहिर बस्नुपर्ने हुन्छ। यदि हामी भित्र गएर भिडियोहरु खिच्न अथवा फोटोहरु लिन पाउँछौं भने त्यो पनि देखाउनेछौं है त। हेर्नु होला। र हाम्रो फेसबुक च्यानलमा, ब्लग च्यानलमा सबैले स्वागत पनि गर्न चाहे र जानकारी दिन चाहे कि नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर 12 मा पर्ने कजरिया तपाईहरुलाई म देखाउन सक्छु। यहाँ हेर्नुस्, कजरिया एउटा कजरिया रमेश टाइल लिमिटेड भन्ने ठुलो कम्पनी छ। यो कम्पनीमा काम गर्ने कामदारहरु 2 जना कामदारको यहाँ दुर्घटनाको कारणले निधन भएको सुन्नमा आएको छ
र सबै यहाँका स्थानीय व्यक्तिहरू पनि आएर यहाँको विश्लेषण गरिराख्नु भएको छ है त। अब यो चिजहरूलाई तपाईहरुले पनि शेयर गरिदिनु होला, जानकारी दिनु होला र सेफ्टी सम्बन्धी जति पनि मापदण्डहरू हुन्छ कम्पनीमा काम गर्दाखेरि त्यो एकदमै अपनाउनु पर्ने जरुरी देखिन्छ ताकि यो दुर्घटनाहरूबाट बच्न सकियोस्। हेर्दै गर्नु होला। तपाईहरुले फेरि बाँकी रिपोर्टहरू पनि हामी देखाउने छौं है त ल। हामी यस कजरिया कम्पनीको भित्र प्राङ्गणमा छिरिसकेका छौं। हेर्नु होला, यहाँ धेरै व्यक्तिहरू आउनु भएको छ यस दुर्घटनालाई निहाल्न अथवा यहाँको जायजाहरू लिनलाई। हामी पनि यहाँको जायजा लिन आइसकेका छौं र यहाँ प्रहरी प्रशासनहरू पनि खटिएर बस्नु भएको छ ताकि यहाँ कुनै पनि दुर्घटना पश्चात हुलदङ्गाहरू नहोस् भनेर हेर्न सक्नुहुन्छ। धेरै व्यक्तिहरू उपस्थित छन्। यहाँ एकदम अप्रिय घटना घटेको छ। मान्छेहरू यहाँ ज्यान गएको छ। व्यक्तिहरूको 2 जना व्यक्तिको ज्यान गएको भन्ने सुन्नमा आएको छ। देख्न चाहिँ पाएको छैन तर सुन्नमा आएको छ 2 जना व्यक्तिहरूको ज्यान गएको छ है त। हेर्नुस्, धेरै व्यक्तिहरू त्यहाँ उपस्थित हुनुहुन्छ। हेर्नु होला, यहाँ धेरै व्यक्तिहरू हुनुहुन्छ र यही कम्पनीको त्यो साइडमा ग्यास लिक भएको भन्ने खबर आएको छ। अब यो कतिको सत्य हो त्यो चाहिँ थाहा भएन। मान्छेहरूको ज्यान गएर यहाँ धेरै व्यक्तिहरू छ है त। होला, प्रहरी प्रशासनका व्यक्तिहरू पनि आउनु भएको छ। एकदमै भिड पनि छ र 2 जना हाम्रो यहाँ काम गर्ने लेबरहरूको मृत्यु भएको छ भन्ने जानकारी आएको छ। यहाँ एम्बुलेन्स पनि आएर एम्बुलेन्स पनि बसेको छ। यो चिजहरूलाई चाहिँ एकदम यो ठुलो कम्पनी हाम्रो दबिल्ला बर्दघाट नगरपालिकाको एकदम ठुलो कम्पनी यो कजरिया कम्पनी भन्ने हो। यहाँ चाहिँ धेरै व्यक्तिहरू काम गर्ने, यहाँको लोकल व्यक्तिहरू पनि काम गर्नुहुन्छ र यो यहाँ चाहिँ अहिले आज दुर्घटना भएको छ है त। ग्यास लिकको कारणले 2 जना व्यक्तिहरूको मृत्यु भएको छ भन्ने सुन्नमा आएको छ। हेर्नु होला, एकदम दुःखद घटना भएको छ। यसलाई चाहिँ यो एकदम दुःखदै घटना हो हाम्रो नगरपालिकामा। यहाँ काम गर्ने जति पनि दाजुभाइहरू हुनुहुन्छ उहाँहरूको लागि पनि यो एकदमै दुःखद घटना हो किनकि यहाँ कुनै व्यक्तिहरूको ज्यान गएको छ है त। त्यसैले कुनै पनि कम्पनीहरूमा काम गर्ने व्यक्तिहरूले चाहिँ एकदमै सुरक्षाको मापदण्डलाई पुरा गर्नुपर्ने हुन्छ र कम्पनी स्वयंले पनि यो सुरक्षाको मापदण्डहरू चाहिँ पुरा गरेर कम्पनी सञ्चालन गर्नुपर्ने देखिन्छ। सानो लापरवाहीले ठुलो दुर्घटना हुन सक्छ र त्यही लापरवाहीको कारणले आज यहाँ दुर्घटना भएर केही व्यक्तिहरूको निधन भएको भन्ने कुरा सुन्नमा आएको छ है त। सजग रहनु होला। तपाईहरु पनि कुनै कम्पनीहरुमा काम गर्नुहुन्छ भने एकदम सुरक्षित भएर आफ्नो कार्यहरू ड्युटीहरू गर्नु होला ताकि यहाँ हाम्रो नगर प्रमुखजीहरू पनि उपस्थित हुनुहुन्छ। नगर प्रमुखहरू पनि आउनु भएको छ र यहाँ प्रहरी प्रशासनबाट सबै व्यक्तिहरू आउनु भएको छ। हेर्न सक्नुहुन्छ हाम्रो नगर प्रमुखहरू पनि आउनु भएको छ है त। यो चीजलाई चाहिँ सबैले मनन गर्नुपर्छ। सुरक्षाको आधारमा पनि सबै साथीहरूले चाहिँ काम गर्दाखेरि एकदम सुरक्षित भएर काम गर्नुपर्ने देखिन्छ। यहाँ धेरै भिड छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ कजरिया कम्पनी हो। बर्दघाट नगरपालिका वडा नम्बर 12 भित्र पर्छ। बर्दघाट एरियाकै सबभन्दा ठुलो कम्पनीमा यो गनिन्छ है त। यो कम्पनीमा काम गर्ने केही साथीहरू हुनुहुन्छ जुन यस कम्पनीको दुर्घटनाको कारणले ज्यान गुमाइसक्नु भएको छ र यस्तै कम्पनीमा काम गर्ने धेरै साथीहरू हाम्रो विदेशमा पनि हुनुहुन्छ र विदेशमा हुने साथीहरूले यस्तै धेरै चिजहरू दुर्घटनाहरू बेहोर्नु पर्ने हुन्छ। त्यही भएर सजग भएर काम गर्नुपर्ने देखिन्छ। यहाँ अब प्रहरी प्रशासन आएर लासहरूको लागि के गर्न पर्ने सबै गरेको देखिन्छ है त। हेर्नु होला, यहाँ धेरै व्यक्तिहरू छन्।
हेर्दै गर्नु होला हाम्रो युट्युब र फेसबुक च्यानल देवसाई भ्लगलाई र आफ्नो प्रतिक्रियाहरू पनि दिनु होला र कोले कहाँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गरेर बताउनु होला। स्थलगत रिपोर्ट फेरि हामीले तपाईहरुलाई जानकारी दिने नै छौं। यस कम्पनी बारे अरु पनि केही जानकारीहरू खुलेर आयो भने त्यसको जानकारीहरू दिनेछौं है त। हस्त नमस्ते, धन्यवाद।